धारिङ त्यस्तै गरी रोमानिया गोरु हो यो रोजबहादुर गुरुङ त्यस्तै गरी तारकेश्वर वडाध्यक्ष श्रीमान श्रेष्ठज्यूलाई संयुक्त रूपमा यो मुख्यमन्त्रीज्यूलाई हस्तान्तरण गरिदिनु हुनका लागि र यस कार्यक्रमको सभाध्यक्ष महेश गुरुङलाई पनि सहयोग होइदिनु हुनका लागि म हार्दिक अनुरोध गर्छु। मागपत्र हस्तान्तरण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्छु। जोडिरहेका छौँ कृष्णबहादुर गुरुङको काले गुरु वर्षेश अनिल श्रेष्ठको लागि भिडन्त यो धुसिने र फ्याक्सी बीचको भिडन्त छ। सुरु हाम्रो आजको एउटा उत्कृष्ट गुरु हल तपाईहरुले प्रत्यक्ष मनोरञ्जन लिन सक्नुहुन्छ। यहाँ प्रत्यक्ष त्यसै गरी उर्गेनी स्पोर्ट्स युट्युब च्यानलबाट विदेशमा रहनुहुने दाजुभाइहरुले आजको यो च्यानलको सब्स्क्राइब गरेर यो आजको गोरु जुधाइको सांस्कृतिक कार्यक्रम लिन सक्नुहुनेछ। यदि प्रत्यक्ष प्रसारणमा केही कमी कमजोरी छ भने हामीलाई कमेन्ट गरिदिनका लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ। म यस कमुलो सांस्कृतिक कार्यक्रममा सहयोग गर्ने व्यक्तिहरूको नामावली म सुनाउन गइरहेको छु। यस धुसेनी सांस्कृतिक कार्यक्रम तथा गोरु जुधाइ समितिमा पदम बहादुर गुरुङ ज्यू उहाँले हामीलाई 1 लाख रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई जोरदार तालीले स्वागत तथा धन्यवाद दिउँ। पदम बहादुर गुरुङ त्यस्तै स्पोक एकाडेमीका फाउन्डर तुल बहादुर गुरुङ उहाँले हामीलाई 15,000 रुपियाँ दिएर सहयोग गर्नुभएको छ। उहाँलाई पनि ताली बजाएर स्वागत गरौँ। त्यस्तै गरी जङ्गे गुरुङ उहाँले पनि हामीलाई 15,000 दिएर सहयोग गर्नुभएको छ। उहाँलाई पनि ताली बजाएर स्वागत गरौँ। त्यस्तै गरी बलराम गुरुङ उहाँले पनि हामीलाई 5,000 दिनुभएको छ। त्यस्तै गरी कुमार गुरुङ 5,000। त्यस्तै गरी सबिना तामाङ 5,000, कुमार गुरुङ 5,000, रिदम गुरुङ 5,000, सञ्चित गुरुङ हामीलाई 8,888 दिनुभएको छ। उहाँलाई हामी मुरी धन्यवाद दिँदै म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। अबको क्रममा म स्वागत शुभकामना मन्तव्यलाई जोड्न चाहन्छु। शुभकामना मन्तव्य क्रममा तारकेश्वर गाउँपालिका 4 नम्बर वार्डको अध्यक्ष हरिबहादुर पौडेलज्यूलाई म आफ्नो छोटो सटिक शुभकामना मन्तव्य राखिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्छु। समय 3 मिनेट। कुन चाहिँ रातो रातो छुट्टिया भने कोरे यस कार्यक्रमका सभापतिज्यू अभिभावक मुख्यमन्त्रीज्यू बहादुर सिंह रामाज्यू रातो बुढो त आसीन हुनुहुने विशिष्ट अतिथिज्यू र सुरक्षाकर्मीज्यू र सञ्चारकर्मी मित्रहरू र यहाँ दर्शक भव्य र सभ्य सांस्कृतिक कार्यक्रम तथा गोरु जुधाइ कार्यक्रममा पाल्नुहुने दर्शकवृन्दहरू, बुवा मुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म तारकेश्वर गाउँपालिका वडा नम्बर 4 को वडा अध्यक्षको हैसियतले र त्यो वडा नम्बर 4 का सम्पूर्ण जनताहरूको अभिभावकमा पनि यहाँ सबैलाई नमन व्यक्त गर्न चाहन्छु। स्वीकार वास्तवमा म मेरो यो जागिरे उसमा जन्म भएको ठाउँ नै यही हो। म यो डाँडावसा महेन्द्र प्राइमेरी स्कुलमा कार्यरत हुँदाखेरिको अवस्थादेखि नै मेरो सुरुवात नै यहीँबाट भएको हो र मैले यो मेरो चाहिँ लाग्छ। त्यसैले पनि मलाई यहाँको धेरै माया लाग्छ र आज त्यो बेलामा र अहिलेको यस्तो अझै पनि परिवर्तन बाँकी नै छ। धेरै कुराहरू परिवर्तन हुन बाँकी नै छ। सुरुवात भइरहेको छ र म त के भन्नु र अब यहाँ शुभकामना दिने र हाम्रो भाग्यले गर्दाखेरिमा यही क्षेत्रमा जनजाति
उसमा चाहिँ जन्मेर हुर्केर पनि माथिल्लो निकायसम्म चाहिँ नि एउटा चाहिँ हाम्रो अभिभावकत्व भूमिका निर्वाह गर्न पुग्नुभएका हाम्रा मुख्यमन्त्रीज्यूलाई एउटा कुरो म आग्रह गर्न चाहन्छु। एउटा मात्रै कुरो, हामी प्रारसाद पनि मैले भनेको थिएँ तारुकामा माघे सङ्क्रान्तिको दिन, त्यो बेलामा तारुकामा माघे सङ्क्रान्तिको दिन उहाँ पनि पाल्नु भएको थियो र यो धुलो र मैलो सडकबाटै उहाँ आउने जाने गर्नुहुन्थ्यो र मैले त्यो बेलामा भनेको थिएँ छत्रे खोला दुधासिङ जोर चौतारो काउलीसम्मको बाटो सडक हुनु पिच हुन पर्यो, पक्की रोड हुन पर्यो। धुलो र धुवाले गर्दाखेरि यहाँका जनताहरू अस्वस्थ रूपमा बाँच्नु परेको छ, यसको निराकरण हुनु पर्यो भनेर मैले माग गरेको थिएँ। भलै त्यो बेला समयको पाबन्दी पनि भएन र उहाँ छिट्टै नै तुरुन्तै चाहिँ मुख्यमन्त्रीबाट चाहिँ अर्थमन्त्रीबाट उहाँ चाहिँ बिदा हुनुभयो र अहिले हामी पाएका छौँ, उहाँले नै पाएका छौँ। हाम्रो यही धरतीमा जन्मेको एउटा अभिभावक पाएका छौँ। यहाँको माया पक्कै उहाँले गर्नुहुन्छ। यस वर्ष नै छत्रे खोला जोर चौतारोको लागि 70 लाखबाट चाहिँ नभएर म पूर्वाधारमा गएर सोद्धाखेरिमा मुख्यमन्त्रीज्यूले चाहिँ यसलाई चाहिँ बहुवर्षीय योजनामा चाहिँ हाल्ने कोसिस गर्नुभएको छ। त्यसले गर्दाखेरि यसलाई अहिले तत्कालै समिति अथवा ठेक्का प्रक्रियामा नलैजाउँ भनेर भन्नुभयो। यसको लागि म हृदयदेखि नै अहिले मुख्यमन्त्रीज्यूलाई चाहिँ एउटा खुसी उहाँदेखि खुसी प्रकट गर्दै म अब त्यो माग पनि पुरा गरिरहेको उहाँको ध्यान जाओस् र यो दिलकण्ठ नगरपालिका वडा नम्बर 1 ढुसीमा जुन किसिमको अहिले सम्पूर्ण साथ कार्यक्रम सञ्चालन भइरहेको छ, संस्कृति कार्यक्रम सञ्चालन भइरहेको छ, यो गोरु जुधाइ पनि माघे 1 गते नभएर अहिले चाहिँ 15 गते पौष 15 गते जुन एउटा नयाँ ढङ्गले चाहिँ एउटा सुरुवात भएको छ, यसको पनि सफल तथा उत्तरोत्तर प्रगतिको कामना चाहँदै आगामी दिनमा यसको यो अझ तीव्र गतिले उन्नति र प्रगति हुँदै जाओस् भन्दै यो कार्यक्रमको लागि म शुभकामना व्यक्त गर्दै शुभकामना दिन चाहन्छु। धन्यवाद, नमस्ते। यो गोठ तारुका जाएन, कुनै जाएन, यो कालोगोठ ढङ्गोट जान्छ। रातो गोरु फ्याक्सी भइगयो। अतिथिको क्रममा जोड्न चाहे हाम्रा गङ्गा जमुना गाउँपालिकाका प्रमुख अध्यक्ष भक्तबहादुर लामा जो यहाँ पाल्नु भइसकेको छ। उहाँलाई विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। भक्तबहादुर लामा छोरो चाहिँ उतो कपाल पाल्ने हैन, ब्याज र माला लगाएर सम्मान गरिदिनुको लागि म पनि मुहा हात लाएर नि त्यही हो के स्वयंसेवक भाइबहिनीलाई अनुरोध गर्छु। त्यस्तै गरी स्वयंसेवक साथीहरू मैदानको बिचबाट गोरु त्यसै गोरुको सेप गला नि अतिक्रममै आसन ग्रहण गर्न भनेको सिम भनेको नि त्यसै साथ नेकपा माओवादी केन्द्र धादिका जिल्ला संयोजक मनराज भण्डारीज्यूले पनि म विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्छु। माला तथा ब्याज वितरण गरिदिनुको लागि म अनुरोध गर्छु। अब म अतिथि आउने क्रम रह्यो भने फेरि आसन ग्रहण क्रमलाई म जोड्नेछु। अहिलेलाई भने म मन्तव्यलाई जोड्न चाहे। यसै गरी नुवाकोट काङ्ग्रेस जिल्ला सदस्य राजकुमार भट्टराईज्यूलाई आफ्नो छोटो शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। गोरले गरेर लतालेर गएको नि तारुकामा यो त काठमाडौँको आजका प्रमुख अतिथि बुढो नै हातेर चाहिँ हाले हाले आमा त गोरले नि उ गरे मञ्चमा आसीन अग्रजहरूमा यहाँ उपस्थित सम्पूर्ण म नुवाकोट नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको तर्फबाट हार्दिक जय नेपालको न्यानो आज यहाँ नीलकण्ठ नगरपालिका ढुसी तमो लोसा सांस्कृतिक कार्यक्रम तथा गोरु जुधाइको कार्यक्रममा यहाँहरू दुई शब्द राख्न दिनुहुने आफ्ना यहाँ आयोजकहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ यो सांस्कृतिक पर्वले सबैलाई खुसी छाएको छ, धेरै मनोरञ्जन दिइरहेको छ। गोरु जुधाउने कार्यक्रम लगायत सबैले यसलाई उत्साहपूर्वक हेरिरहनु भयो र यो कार्यक्रममा यहाँहरू त्यो हामीले बेचेको यस्तै काटेर जगेना गर्नको निमित्त
लागि परिरहनु भएको छ। ढुसिनीको धेरै पहिलादेखि नै चलिआएको यो ठाउँमा हामी नजिकै तारकेश्वर गाउँपालिकाको चाहिँ नजिकै वडाहरूमा भएको कारणले गर्दाखेरि यहाँको गतिविधिहरू हामी अगाडि बढाइरहेका छौँ। विकास निर्माणका कुराहरू यहाँका धेरै